आज 2083 साल साउन 1 गते पहिलो दिनको बिहानीको सुरुवात चाहिँ मेरो यसरी भएको छ। हेलो नमस्कार एन्ड गुड मर्निङ, जय मसी सबैजनालाई। आइ एम फाइन हियर। आई होप तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला भन्ने पूर्ण आशा छ। अनि आज मेरो बिहानीको सुरुवात चाहिँ यसरी भएको छ गाइजहरू। अनि अब कतिपयले त यो साउनको महिनामा चाहिँ अब व्रत बस्नुहुन्छ अरे, माछा मासु खानु हुँदैन भनेर भन्नुहुन्छ। तर मेरो चाहिँ आजको दिनको सुरुवात चाहिँ मासुबाटै सुरु भएको छ है त। यो साउन महिनाको पहिलो दिन यो चाहिँ खसीको मासु, मटनको मासुबाट सुरुवात भएको छ। अनि यहाँनिर चाहिँ मैले अब पकाउनुलाई रेडी बनाइरहेको छु, तपाईँहरूले देख्नु सक्नुहुनेछ। अनि यतातिर कुकर पनि बसिसकेको छु भने यतातिर मरमसला अनि के अरे मासुमा चाहिने जति मसलाहरू छन् मैले रेडी बनाइसकेको छु, तपाईँहरूले हेर्न सक्नुहुनेछ यहाँनिर। अनि तपाईँहरूको चाहिँ कसरी दिन सुरुवात हुँदै, मेरो चाहिँ यसै गरी सुरुवात भइरहेको छ। अनि मैले चाहिँ यहाँनिर अब पकाउन पनि लागिरहेको छु। अब मासु पकाउने तरिका पनि आफ्नो आफ्नो तरिका हुन्छ है। म चाहिँ यसै गरी पकाउने गर्दछु, तपाईँले हेर्न सक्नुहुनेछ। अनि अब जसरी पकाए पनि अब मासु हो, मरमसला चाहिँ मजाले मिलाएर पकाउनुपर्छ है, सबै कुरा मिठै हुन्छ। अब चाहिँ मैले मासु चाहिँ फ्राई गर्न लागिरहेको छु, हेर्नुहोस् त। अब चट्टसँग यहाँनिर मैले मासु फ्राई गर्न लागिरहेको छु। अनि यहाँनिर चाहिँ चट्टसँग अब तपाईँले देख्न सक्नुहुन्छ मासु चाहिँ फ्राई भइरहेको छ पुरा है, तेलमा मैले फ्राई गरिरहेको छु, फ्राई भइरहेको छ। अनि यता मेरो छोरा र छोरी पनि उठेर झरेर चाहिँ यहाँनिर हेर्नु त दुईजना खेलिरहेको छ, खुसी भइरहेको छ। अनि म चाहिँ यहाँनिर कुक गरिरहेको छु। नानीहरू चाहिँ खेलिरहेको छ। जस नानीहरू साथमा भयो भने चाहिँ, बच्चा साथमा भयो भने चाहिँ एक प्रकारको रमाइलो क्या, भिन्नै होइन, डिफ्रेन्ट तरिकाको रमाइलो फिल हुन्छ, रमाइलो महसुस हुन्छ। किनकि म एउटा नानीहरूको आमा भएर पनि होला, बच्चाको आमा भएर पनि होला, मलाई चाहिँ त्यस्तो लाग्छ। सो नानीहरू छैन भने चाहिँ कस्तो खल्लो लाग्छ। सो फाइनल्ली यतातिर अब पाकिसकेको छ तरकारी पनि। अनि माम चाहिँ अलरेडी मैले पकाइसकेको थिएँ भने यतातिर फ्राई पनि मैले थोरै झिकाएको थिएँ। अनि मैले चाहिँ मेरो छोरालाई चाहिँ खुवाउन लागिरहेको छु गाइजहरू। अनि मेरो छोराले चाहिँ हेलो हाई जय मसी भनेर भनिरहेको छ यहाँनिर, तपाईँले देख्न सक्नुहुन्छ। यस्तो ज्ञानी छ मेरो छोरा है। अनि अब चाहिँ मैले यहाँनिर मेरो बेटालाई फिड गराउन गइरहेको छु, तपाईँले देख्न सक्नुहुनेछ। अनि मक्क परेर तातो खानाहरू हेरिरहेको छ यहाँनिर मेरो बुच्चीले। अनि मेरो छोराले चाहिँ, मेरो बाबुले चाहिँ खानेकुरा चाहिँ मजाले खानुहुन्छ कि, त्यसैमा चाहिँ म खुसी हुन्छु। अनि खाए जस्तो मासु बन्छ। अनि ठुलो दिदी र कान्छी दिदी पनि खान्छन्, मिठो तरकारी चाहिँ हुनुपर्छ। तर खासै त्यस्तो छोराले जस्तो चाहिँ खान त खान्छ, तर मेरो छोराले खाए जस्तो चित्त बुझ्ने तरिकाले चाहिँ खाँदैन। अनि म चाहिँ कराउने गर्छु, राम्रोसँग खाऊ, खाँदैनौ तिमीहरूलाई मिठो मिठो बनाएर दिँदा पनि भन्दै म कराउँछु है नानीहरूलाई चाहिँ। सो मेरो ठुली छोरी चाहिँ खाएर पनि स्कुल गइसक्नु भएको छ। अनि मेरो सानो छोरीको चाहिँ एक्जाम सकेर चाहिँ छुट्टी छ। अनि मेरो सानो छोरी चाहिँ बाहिर नुहाइरहेको छ। मैले चाहिँ यहाँनिर मेरो सानो छोरालाई चाहिँ मम फिड गराउँदैछु। अनि आजको बिहानीको मेरो दिन चाहिँ यसै गरी चाहिँ मेरो स्पेन्ड भइरहेको छ। मेरो टाइम युज, समयको सदुपयोग यसै गरी मैले गरिरहेको छु, तपाईँले देख्न सक्नुहुन्छ। अनि मेरो बाबु चाहिँ कति खुसी हुँदै खाइरहेको छ, बाई बाई गरिरहेछ है यहाँनिर हेर्नुहोस् त। अनि मेरो बाबुलाई चाहिँ मैले माम फिट गरिसकेपछि चाहिँ मैले मेरो कान्छी छोरीलाई नुहाइदिएर चाहिँ मैले यहाँनिर उसको कपाललाई चाहिँ ड्राई गरिरहेको छु। अनि मेरो कान्छी छोरी चाहिँ मक्ख परेर है पुरा ड्राईमा रमाइलो लिइरहेको छ। अनि मेरो कान्छा छोरा पनि आएर घरिघरि टाँसिन्छ। अनि मैले चाहिँ कान्छा छोरालाई चाहिँ पनि यसो ड्राई गरिदिइरहेको छु कि ऊ चाहिँ लुकिरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर है। सो छोराछोरीको मामु हुनु पनि एकदम प्राउड फिल लाग्छ होइन। अनि यहाँनिर कपाल मजाले सुकिसक्यो। अनि मम्मी हेर्नुहोस् त मेरो यहाँनिर पक्स तपाईँहरूले हजुरले काटिदिनु भएको नि देखाइरहेको छ। अनि मैले कपडा पनि फेरिदिएँ मेरो कान्छी छोरीको। अनि पुरा यहाँनिर चाहिँ ह्याप्पी भइरहेछ। अनि मेरो कान्छा छोराको चाहिँ आफ्नै तालमा खेलिरहेको छ हेर्नुहोस् त यहाँनिर। छोराछोरीको मामु हुनु पनि एकदम मलाई खुसी लाग्छ कि, यस्तो प्राउड फिल लाग्छ। अनि मेरो कान्छी छोरीको चाहिँ मैले नुहाइदिएँ, कपाल कोरिदिएँ। अनि त्यसपछि चाहिँ थ्याङ्क यू सो मच मामु हजुर भन्दै यहाँनिर चाहिँ मलाई थ्याङ्क यू भनिरहेको छिन्। अनि भिडियो पनि बनाइरहेको छिन्, नाचिरहेको छिन्, कस्तै ह्याप्पी छ क्या। छोराछोरीसँग बस्नु भनेको एकदम रमाइलो फिल, फरकै फिल हुन्छ क्या। सो अनि मेरो कान्छा छोरा पनि दिदी नाचेको देखेर कान्छा छोरा पनि गएर नाचिरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। अनि आजको मेरो समय चाहिँ यसै गरी बिहानीको समय चाहिँ मेरो यसै गरी सदुपयोग गरेँ नानीहरूसँग। सो तपाईँहरूलाई आजको मेरो भिडियो कस्तो लाग्यो हेरेर अहिलेसम्म साथ दिनुभएको लागि सबैजनालाई धन्यवाद भन्दै फेरि पनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै सी यू नेक्स्ट भिडियो, बाई बाई, ह्याभ अ ग्रेट डे।